हेलो सबैजनालाई वेलकम टु माई ब्लग। म चाहिँ आज धेरै पछि चाहिँ भ्लग लिएर आएको छु। हामी चाहिँ आज कहाँ भन्दाखेरि टक्क लाएर पाटनतिर छौँ। अब के गर्नु यस्तो छ। हामी चाहिँ बिहानमै आएको है, मेरो फुर्सद नभएर। तर धेरै भएको थियो अहिले भ्लग हाल्न नपाएको। अब आफ्टर लङ टाइम जस्तै भइसक्यो कि 1 हप्तै जति भइसक्यो नहालेको है। फुर्सद नमिलेर हो कि टाइम नमिलेर भने जस्तो भइरहेको। के गर्नु अब यस्तै छ। हामी त अब चट्ट यता आयौँ। अब एकछिनमा फेरि फर्किन पर्ने हुन्छ, टाइम पनि छैन। अनि के गर्नु यस्तो छ। अनि यता चाहिँ यस्तो परेवाहरू चट्ट लाएर चरिरहेको छन् भन्ने अवस्था। गाइज अब आजको चाहिँ अब के भन्छ, आजको भ्लग चाहिँ भरे बेलुका मात्रै आउँछ होला। बेलुका भरे होइन, अब फ्राइडे मात्रै आउँछ। आजको चाहिँ चट्ट लाएर सबैजनाले हेरिदिनु होला है। के गर्नु यस्तो छ। अब हामी यहाँबाट चाहिँ अब हामी चाहिँ अर्को ठाउँमा जान्छौँ, यहीँ ललितपुरको पिम्बाल भन्ने ठाउँमा। अनि त्यसपछि त्यहाँ गएपछि हामी तपाईँहरूलाई नयाँ अपडेट होइन, नयाँ भिडियो देखाउने छौँ है त। अब टिकटकतिर चाहिँ टिकटकमा नि फलो गरिदिनु होला। अनि मिस्टर शर्मा भ्लग्स युट्युबमा नि सबैजनाले हेरिदिनु होला। यति नै भन्न चाहन्छु। मैले बोलेको केही मिस्टेक भयो भने आइएम सरी। तर भर्खर सुरु हो, तर अब स्टार्टिङमा अलिअलि उता भइहाल्छ, बिस्तारै हुन्छ कि भन्ने कुरा हो। सुरुमा अब के भनौँ कसो भनौँ, कसरी के भन्नु, कस्तो कन्फ्युज हुन्छ क्या। अनि कता के भनौँ भने त्यस्तो हुने गाह्रो छ। त्यही भएर परिवार चाहिँ बबाल हुँदैन यहाँ। बिहान आउने भने चाहिँ आम्मा दामी हुँदो रहेछ नि। अब यस्तै छ। हामी चाहिँ अब अर्को ठाउँमा आएर चाहिँ अर्को भिडियो तपाईँहरूले देखाउने छौँ है त। अहिले चाहिँ अब यहाँबाट हामी छुट्नेछौँ। अब उतै गएर अनि अर्को नयाँ भिडियो गर्छौँ है त। फाइनल्ली गाइज हामी चाहिँ अब यहाँबाट चलिदिएको। जाडो हो क्या अलि। अनि के भन्छ त्यस्तै छ, जाडो छ। आज लास्ट जाडो रहेछ कि आमा। यहाँ बिहान आउँदा चाहिँ आनन्द बस्न नि टक्क लाएर मजा रिफ्रेस हुन्थ्यो। बिहान उठेर 6 बजी उठेको आज चट्ट लाएर अनि उठेर फ्रेस भएर चलिदियो हामी चाहिँ। त्यसपछि चलिदियो। अब त्यसमा नयाँहरू के अरे भिडियो ल्याउने बाहेक गाइज यस्तो के भन्छ अरे त्यो फुर्सद नभएर कता के फेरि अहिलेको यो भ्लग पनि आज नै आउँथेन होला। अझ यता काम गर्दा बल्ल बिहान निस्केर भ्याएको थिएँ नि। दिउँसोमा त टाइमै हुँदैन भने तनाव लाग्छ भने त्यो भएर नयाँ आउने जम्मा र अहिलेसम्म जम्मा 2टा भिडियो मात्रै हालेको। अनि कहाँ पार हुन्थ्यो र नि भने चट्ट आइसक्यौँ यता फुल बेच्ने चट्ट। अनि यो चाहिँ गाइज कता भन्दा यो चाहिँ इमाडोल जाने बाटो हो। हामीले चाहिँ बाइक चाहिँ यहाँ यतापट्टि साइडमा रहेछ ठाउँ, त्यहाँनिर राखेको थियौँ। अब हामी यहाँबाट चाहिँ ठ्याक्कै लाएर पिम्बाल मन्दिरनिर जान्छौँ। अनि त्यसपछि चाहिँ अब उता झम्सिकालै गइन्छ होला छट्टा लाएर। यहाँको चाहिँ यो तपाईँहरू पाटन घुम्न आउनुभयो भने त्यसको लागि पार्किङ चाहिँ यहाँ छ है गाइज। चट्ट अलिकति अगाडि आएर यो के अरे झम्सिखेल र लगनखेल जाने बाटोको साइडनिर। अब चाहिँ हामी यहाँबाट ठ्याक्क निस्किने होइन त चट्ट। अब हामी उता गएर भ्लग अर्को एपिसोड बनाउँछौँ है त। आइएम ब्याक गाइज। म फेरि ब्याक भएँ। हामी चाहिँ फेरि यहाँ आइपुग्यौँ कहाँ भन्दाखेरि पिम्बालमा। अनि यहाँ चाहिँ चट्ट पोखरी रहेछ होइन छ सबै। अनि हामी टक्क लाएर गर्दैछौँ। अनि यहाँ चाहिँ के भन्दाखेरि यो बहिनीले भिडियो गरेर मोबाइल होला है त्यो हराउला हेरी। के गर्नु यस्तै छ भन्छु। तर यहाँ चाहिँ बबल छ कि गाइज होइन। आमामा हाँस पनि है, हाँस के बबल हाँस छ भने
ओ माई गॉड। हाम्रो यहाँ बहिनीले टिकटक बनाउँदा हेर उ त भाइलाई समाइदियो भन न हिरान्छ गाह्रो छ तर यहाँ चाहिँ के अरे मान्छे चाहिँ वायर आउँदो रहेछ नि तर अहिले त हामी आज छिटो अलिक छिटो बिहान आएको भएर होला है खासै मान्छे त्यस्तो वायर मान्छे चाहिँ छैन हजुर मान्छे चाहिँ टन्नै हुन्थे यस्तै सब फुर्सद आएको छैन बनाउनलाई अब चाहिँ नयाँ कोसिस गर्छु मैले है सबैजनाले हेरिदिनु होला के अरे मेरो नयाँ टिकटक एकाउन्टमा चाहिँ सबैले चाहिँ फलो हानिदिनु पऱ्यो कि गाइज फलो गरिदिनु पऱ्यो अनि सब्सक्राइब पनि के अरे युट्युबमा पनि सब्सक्राइब गरिदिनु पऱ्यो फलोवर्स चाहिँ बढेन मेरो के मिलेन भइरहेको मलाई तनाव लाग्यो अब हामी यहाँबाट पनि हिँड्नुपर्छ अब यो दुइटा फोटो खिच्यो भिडियो खिच्यो हाम्रो एउटा सानो भाइले खिचिदिरहेको यही हो अब हामी यहाँबाट निस्किन्छौँ अब चाहिँ अब भोलि पनि आउँछ होला आज होइन आजको भ्लग चाहिँ अब स्याटरडे आउँछ अब त्यसपछि चाहिँ कहिले हुन्छ थाहै छैन है बाहिर निस्क्यो भने मात्रै हो नभए अलिक बिजी भन्छ गाइस अहिलेलाई आजलाई यति नै गरौँ होला गाइस चाँडो छ सबैजना केयर गर्नु होला फ्यामिलीको आफ्नो सबैको तातो चिज खानु होला र न्यानो कपडा लाग्नु होला है अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ अहिलेलाई अब अर्को भ्लगमा भेटौँ ल गाइस नमस्ते सबैजनालाई राम्रोसँग बस्नु होला।